हेलो गाइज म चाहिँ अहिले फाइनल्ली लन्डनको किङ क्रसमा पुगिसकेको छु। यो जुन देखिएको चाहिँ लन्डनको किङ क्रस ट्रेन स्टेसन हो। यहाँनिर चाहिँ यहाँतिर अब जुन देखिरहेछ यहाँनिर अत्यन्तै सुन्दर छ। यहाँतिर अत्यन्तै बिजी एरिया, अत्यन्तै सुन्दर छ। यहाँतिर यस्तो छ, यहाँतिर अत्यन्तै बिजी छ। मैले चाहिँ यहाँ किन भिडियो बनाउन कोसिस गरेँ भने यहाँतिर अब एउटा मान्छेहरूले यो पनि एउटा पपुलर ठाउँ हो, चर्चित ठाउँ हो। यहाँतिर मान्छेहरू घुम्न आउने, विशेष घुम्न आउने गर्छन् मानिसहरू यहाँतिर। अब किनभने यो एरियामा सबै अब मेन रेस्टुरेन्टहरू पनि अब यहाँनिर छ। म्याकडोनाल्ड भयो, अब फाइभ गाइज लन्डनको। अब म्याकडोनाल्ड त अब विश्वकै उयो भइगयो, केएफसी अबहरू यहाँ पाउन सकिन्छ। अब यहाँ मैले विशेष ठाउँ यहाँको अब विशेष यहाँको पुरातात्विक पुरानो वस्तुहरू अब यहाँ माथि हेर्नुहोस्। यो जुन देखिएको चाहिँ अब एउटा अत्यन्तै छुट्टै प्रकारको घर हेर्नु, घरमाथि अब एउटा छुट्टै उयो राखेर बनाएको छन्। अब यो माथि यो जुन देखिरहेछ त्यो चाहिँ यस्तो देखिया छ। अनि अब मैले चाहिँ विशेष देखाउन खोजेको चाहिँ अब विकसित देशमा चाहिँ ट्राफिक हुँदैन। यो लाइटहरू भयो, अब अरू कुराहरू यस्तो छ। अब यहाँतिर बसहरू, यो चाहिँ मेन एरिया हो। यहाँनिर चाहिँ अब जताततैबाट यहाँ चाहिँ अब बसहरू आउने, अब विशेष बाटो काट्ने, यो चाहिँ अब यस्तो देखिरहेछ। अब यो चाहिँ यस्तो देखिया छ। यो चाहिँ लन्डनको अब एउटा चर्चित ठाउँ नै हो। यहाँ विशेषहरू छ। अब यहाँ माथि त्यो घडी भवनहरू बनाएको छन्। यहाँतिर यस्तो देखिरहेको छ। अब अरू देखाउनु पर्ने कुराहरू यस्तै छ। मैले चाहिँ विशेष देखाउन खोजेकोहरू चाहिँ अब लन्डनतिर चाहिँ हामीले बस चढ्नको लागि यस्तो ठाउँहरू हेर्नुपर्छ। अब विशेष अब स्टपहरू यस्तो बनाएको हुन्छ। अब यहाँ स्टप हेर्ने, अनि त्यसपछि निस्किने। यहाँनिर अब बस वेटिङ गर्न पर्खिने ठाउँहरू, बस्ने ठाउँहरू यस्तो हुन्छ। यहाँतिर मान्छे बसिरहेछन्, अब मैले देखिरहेको छु। अब यहाँ बस प्रत्येक अब दुई तिनवटा बसको अब सहकार्यमा मिलेर अब यहाँ स्टप बनाएको हुँदो रहेछ। मैले अब पहिला थाहा भएन, अहिले चाहिँ अब यहाँ धेरै बस्दै गएपछि थाहा भयो। अब यहाँतिर यस्तो हुँदो रहेछ। यहाँतिर अब स्टपहरू यस्तो हुन्छ। यहाँनिर चाहिँ बसहरू वेटिङ गर्ने, अब त्यस्तै उयो गर्ने हुँदो रहेछ। अब छुट्टै तरिकाको बनाएको छ। अनि मैले विशेष चाहिँ के देखाउन खोजेको भने यहाँतिर पनि अब मान्छे कति बिजी हुन्छ होला। हाम्रो नेपालतिर सबै फ्री हुन्छ। यहाँतिर एकछिन मान्छेलाई एकछिन उयो खाली एकछिन छैनन् मान्छेहरू, कति व्यस्त छन्। अब लन्डनतिर नेपालको मसिनो पसलहरू जस्तै लन्डनतिरै यहाँतिर यस्तो देखिरहेछ। यस्तो देखिरहेछ यहाँ चाहिँ। अनि अर्को कुरा चाहिँ अब यहाँको मौसम पनि अब समर सिद्धिएर अब विन्टर आइसकेको छ। अब हामी लन्डन बस्ने जतिले अब चिसो सहनु पर्ने समय आयो। चिसो छ यहाँतिर, छुट्टै तरिकाको घरहरू बनिया छ। ल यो देखिएको चाहिँ जुन लन्डनको किङ क्रस
अन्डरग्राउन्ड ट्रेन स्टेसन हो यहाँनिर देखिरहेको छ। यी मैले ठ्याक्कै यसको बोर्ड चाहिँ मैले देखाएको छु यहाँबाट। यसको ट्रेनको बोर्ड चाहिँ यहाँबाट देखाएको छु। यो चाहिँ जुन अब यहाँनिर देखाएको छु यो चाहिँ यहाँ चाहिँ अब छुट्टै तरिकाको छ। यो चाहिँ सानो स्टेसन भयो। अब कुनको अब अरू अब विशेष ट्रेन स्टेसनहरू यता पनि छ। अब ठुल्ठुलो ट्रेन स्टेसनहरू स्टेसनहरू यस्तो देखिएको छ। ल मैले यो जुन किङ क्रसको भिडियो चाहिँ मैले यति नै बनाएँ किनभने मैले विशेष ठाउँलाई यहाँ देखाइसकेको छु। अब योभन्दा समेट्ने कुरा ठाउँहरू पनि छैन। अब बाँकी अर्को भिडियोमा फेरि भेटौँला। यति भन्दै आजलाई बाई बाई, सी यू।